उत्पत्ति अध्याय 20। अब्राहम र अबिमेलेक। त्यहाँबाट अब्राम नेगेबतिर गए र कादेश र सुरको बीचमा बस्न लागे। तिनी गरार देशमा बसोबास गरे। त्यहाँ अब्राहमले आफ्नी पत्नी साराको बारेमा भने, तिनी त मेरी बहिनी हुन्। तब गरारका राजा अबिमेलेकले सारालाई झिकाएर लगे। तर राति सपनामा अबिमेलेक कहाँ आएर परमेश्वरले भन्नुभयो, हेर, त्यस स्त्रीलाई झिकाएर ल्याएको हुनाले त मरेको जस्तै छस्, किनभने त्यो अर्काकी पत्नी हो। अबिमेलेक अहिलेसम्म साराको नजिक गएका थिएनन्। यसकारण उनले भने, हे परमप्रभु, के तपाईँ निर्दोष जातिलाई मार्नुहुन्छ? तिनी मेरी बहिनी हुन् भनी त्यस मानिस आफैले मलाई भनेको थिएन र त्यस स्त्रीले पनि तिनी मेरा दाजु हुन् भनी भनेकी थिइनन् र? मैले त यो काम आफ्नो शुद्ध विवेक र निर्दोष हातले नै गरेको छु। तब परमेश्वरले उनलाई सपनामा भन्नुभयो, हो, मलाई यो कुरो थाहा छ कि तेरो शुद्ध विवेकले यो तैँले गरेको होस्। मेरो विरुद्धको पापबाट तँलाई जोगाउने पनि म नै हुँ। यसैले त मैले तँलाई त्यसलाई छुन दिइनँ। अब त्यस मानिसकी पत्नी फर्काइदे, किनभने त्यो एक अगमवक्ता हो। त्यसले तेरो निम्ति प्रार्थना गरिदिनेछ र त बाँच्नेछस्। तब त्यसलाई फर्काइदिनस् भने यो कुरो याद राख कि त र तसँग भएका सबै निश्चय नै मर्नेछन्। अबिमेलेक सबेरै उठेर आफ्ना सबै अधिकारीहरूलाई बोलाएर यी सबै कुरा बताइदिए र ती मानिसहरू साह्रै डराए। तब अबिमेलेकले अब्राहमलाई बोलाएर भने, तपाईँले हामीलाई के गर्नुभयो? मैले तपाईँको के बिगार गरेको थिएँ र तपाईँले म र मेरो राज्यमा यति ठुलो दोष ल्याउनुभयो? तपाईँले मसित गर्नु नहुने काम गर्नुभयो। अबिमेलेकले फेरि अब्राहमलाई भने, के सम्झेर तपाईँले मसित यस्तो काम गर्नुभयो? अब्राहमले भने, किनकि मैले त सोचेको थिएँ यस ठाउँमा परमेश्वरको डर कसैलाई छैन र मानिसहरूले मलाई मेरी पत्नीको कारण मार्नेछन्। यो कुरो सत्य पनि हो कि तिनी मेरी बहिनी हुन्। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन् र तिनी मेरी पत्नी भइन्। अनि जब परमेश्वरले मलाई आफ्ना पिताको घर छोडेर परदेशी भएर यताउता घुमिहिँड्ने तुल्याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, दया गरेर तिमीले मेरो विषयमा यिनी मेरा दाजु हुन् भन्नु है। तब अबिमेलेकले भेडा बाख्रा, गाई गोरु, कमरा कमारीहरू ल्याएर अब्राहमलाई दिए र तिनकी पत्नी सारालाई पनि फिर्ता गरिदिए। अनि अबिमेलेकले भने, हेर्नुहोस्, मेरो देश तपाईँकै सामुन्ने छ, तपाईँलाई जहाँ मन लाग्छ त्यहीँ बस्नुहोस्। उनले सारालाई भने, हेर, तिम्रा दाजुलाई मैले चाँदीका 1000 सिक्का दिएको छु। मैले त्यसद्वारा तिमीसित हुने सबैका नजरमा तिम्रो शिर उठाइदिएको छु। सबैका सामु तिमीसित न्यायसङ्गत व्यवहार गरिएको छ। तब अब्राहमले परमेश्वरसित प्रार्थना गरे र परमेश्वरले अबिमेलेक र तिनकी पत्नी र तिनका कमारीहरूलाई निको पारिदिनुभयो र तिनीहरूले फेरि जन्माउन सकुन्, किनभने अब्राहमकी पत्नी साराको कारणले गर्दा परमेश्वरले अबिमेलेकको घरका जम्मैको कोख बन्द गरिदिनु भएको थियो।